गुड मर्निङ सबैजनालाई। हृदयबाट माया। सुन्दर बिहानी फेरि पनि परमेश्वरले हामीलाई मौका दिनुभएको छ। तर यो बिहानी चाहिँ यति उयो भइरहेको छ, पानी हेर्नु न यस्तो भइरहेको छ। दिन चाहिँ हरेस लाग्दो पानी परेर फगी लागेर। सो म चाहिँ भर्खरै उठेको। अब चिया खान्छु, मुख धुन्छु अनि चिया खान्छु है। सो हुन्छ, आज के हुन्छ सो म तपाईँलाई देखाउने छु। आज चाहिँ म सिलगढी जानेछु अनि त्यहाँ के किन्छु, के गर्छु सबै तपाईँलाई म देखाउने छु है। चाहिँ अब बेलुका नै खाएर यिनीहरूले यतिकै चाहिँ मेरो चाहिँ बेलुकाको मर्निङ सबैभन्दा पहिला मुख पनि नधुई चाहिँ तातो पानी पिन्छु। अब चाहिँ म तातो पानी पिउँछु हो। यो तातो पानी मेरो दुईवटा चिया पाक्छ यो भाइको हो। यो चाहिँ हाम्रो ब्ल्याक टीको लागि चाहिँ त्यसले दुधको चिया खान्छ। सो दुधको चिया अनि मेरो चाहिँ पानी पिउँदैछु, पानी पिउँदैछु। हुँदैन होला चिसोले, हुँदैन भन्दै सबले। मेरो चिया आइसक्यो। अब चाहिँ गुड मर्निङ भन्दै चियाले पनि गुड मर्निङ साथीहरू। आजको बिहानी फेरि पनि हेर्नु न, पानी परेर केही छैन हेर्नु है। पानी परेर अझै रे भइरहेको छ है। आजको गुड मर्निङ चाहिँ चियाबाट ब्ल्याक टीबाट स्टार्ट। हाम्रोहरू चाहिँ सुतिरहेछ हेर्नु, मिठो निन्द्रामा। घरि हेरेर हेर्नु कस्तो गेजी हुन्छ उनीहरूले। यसले फेरि हेर्नु न के हेरेको मलाई, के हेरेको के दिनु चल्नु भन्छु। उभिएर हेर्नु भिडियो त गर्नै हुँदैन। काङ्गारो जस्तो उभिन्छ यो यो काङ्गारो जस्तो उभिन्छ यो साथी हो। त्यो चाहिँ कतातिर लेखेको छ नि, यो चाहिँ यसरी घुम्छ हौ साथीहरू। उहीँ घुम्छ कि पुच्छरलाई, अन्त कस्तो छुट्टी छ। A few moments later. साथीहरू हामी चाहिँ रेडी गो भयो। अब उसको त कपाल बाँधिदिनु छ, सेनका पारिदिन्छु है। रेडी छु, तयार म्यार भइसक्यो हामी साथीहरू। आइज लुनरको कपाल कहिले बाँधिदिनु, पछाडि भयो कि त गरम। अहिले त नबान् कि ले त काङ्गो, अहिले हेर्नु नगर जा। अहिले तल गरम हुँदाखेरि चाहिँ कपाल बाँध्नु ल। यो आफ्नो लगा, आफ्नो जसुकैको कोमहरू एकदम नचला काङ्गो भन्छु म। कपाल लामो भएको छ साथीहरू, नकाटिदिउँ भनेको। योपालि त म नर्गोको कपालहरू लो हेर्दैन लगाउँदा उयो पिङ्क। सो हामी चाहिँ अब गएको सिलगढी अनि तपाईँहरूलाई म देखाउने छु के कसो हुन्छ। सो तपाईँहरूलाई म देखाउँछु है साथीहरू। ओके बाई। गाउँको गल्लीहरू है अनुराग गयो आमाहरू। सो हामी चाहिँ यहाँनिर छौँ यतातिर। पिपी कहाँ गएको जाउँ। म चाहिँ कपाल छोडेँ किनभने अहिले अलिक शीतल छ। चाहिँ अब गइराखेको छु साथीहरू। नर्गो यहाँ छ, म यहाँ छु हो। हाम्रो गाउँमा चाहिँ काम हुँदैछ, भैयाहरू पोल लाउँदैछ इलेक्ट्रिकको। मलाई यो चस्मा चाहिँ मन पर्दैन, यस्तो भइहाल्छ नि त्यही राम्रो देख्छ। म चाहिँ हाम्रो रेलवे स्टेसनमा छु, त्यो पुष्परानी स्कुल।
चाहिँ यस्तो छ हालत हाम्रो खरसाङको आनबान सान देख्न आँटेको छ है अयो ओ अब चाहिँ सिलगढी गएको टिकट काउन्टरमा गएर टिकट काट्दै होला बहिनीहरूले cute. Ito dami dito ay. गाडीमा बसे नभन त्यसरी काम गर्दैन खै गुड मर्निङ पनि भन्नु गुड मर्निङ साथीहरु बुढी काका सर्कियो तिमीले त अनि भनेर गुड मर्निङ किन त अन्त अर्किता पड्के नै सुन्यो गाडी भरेन अलिक टाइम लाग्छ हो यो चाहिँ के हो 3 जना आउनु बाँकी छ 3 जना नागरा प्रेस पट्टमा खाली पठाएको कागरा डल्लेको छैन पठाइदिए रुम बस्तीमा आउँछ अरे कि नानी उसलाई दिइराख्नु भनेको छ ब्याक आउँदै रहेछ अब यहाँ आफ्नो ठाउँमा आफ्नो ठाउँ स्टेसनमा जानुको लागि गयो त्यहाँ स्टेसन हो हाम्रो खरसाङको गाडी चाहिँ भरिसक्यो कि क्या हो कस्तो अमिलो छ त बहिनी लागेन है म त साह्रै अमिलो आमै मेरो त मुखै गयो छ त मलाई केही भएन देवगढी पक्रिदिन्छ हो अनि निस्केछु न मान्छेहरु एकैछिन है मान्छे हा गरुन किन फोन गर्दा हालिरहेको छ नि त्यो वकरमा हेर्नु भने फोन गरेर नानीलाई नानी रहेछ नि त
खिचौँ ल जेलीफिस जेलीफिस होइन नि जेलीफिस खतरा अहिले बेलुका आउँदा दामी रहेछ है सबभन्दा बेसी जाम हुने ठाउँ आज चाहिँ अलिक भए पनि खाली नै रहेछ बुधबार चाहिँ यहाँ भिड हुन्छ हौ बुधबार चाहिँ यहाँनिर नगु माया पुग्नु सक्यो दार्जिलिङ रोड दिन त यस्तै छ र गरम छ कहिले आउनु अस्ति कहिले आएर गएको भयो भने हामी त्यहाँदेखि आएको थियौँ किन त्यहाँ त केमा जान्छस् पर जानुपर्छ माया अब त गरम भयो है बहिनी हामी चाहिँ अब माथि नगो के भयो यहाँ छ यहाँ छु गरम भएर कपाल बाँधे मैले यसले पनि बाँधेछ बहिनीले पनि हामी त गरम तर यसमा हिँड्दा त शीतल भयो टोटोमा चाहिँ ए अब मार्केटमा सपिङ अलिअलि सो तपाईँहरूलाई म देखाउँछु नर्बुले के किन्छ भनेर किनभने अब 5 तारिक चाहिँ बिहा छ नि त हाम्रो आँगीको छोरीको आज चाहिँ इङ्गेजमेन्ट थियो होइन आज गयो सबैजना बिहान साडी फाडी लगाइदियो उनीहरूलाई अलिअलि तयार पार्नुमा हेल्प गरेँ त्यहाँदेखि चाहिँ मार्केटतिर आएँ उनीहरू त इङ्गेजमेन्टतिर लाग्यो अब 5 तारिक चाहिँ हाम्रो विवाह छ छोरीको आँगीको छोरीको अनि आज चाहिँ छोराको इङ्गेजमेन्ट थियो सो अब हामी चाहिँ त्यसकै लागि सपिङ गर्नु आएको मेरो भदैनीलाई म लुगा किनिदिन्छु मेरो भदैनीले के किन्छ यता हेर त के किन्छौ सरर अरे सरर भन्दैछ के हुन्छ अबलाई म किनिदिन्छु साथीहरू यस्तो हुस्से दिन छ कि तर है पनि यस्तो घाम लागेको छैन होइन तर यति डरलाग्दो गरम छ आम्बो भन्नु पर्दैन साथीहरू गरम चाहिँ पसिना भर चुहिरहेको छ अन्त अब चाहिँ हामी मार्केटतिर हामी जाम चाहिँ त्यही हो एयरभ्यू मोडमा एयरभ्यू मोडमा जाम चाहिँ यही हो साथीहरू बसिरहेको छ जाममा यहाँनिर अहिले हामी रेड सिग्नलमा छौँ भन्नु पऱ्यो बहिनी नि हेर्नु न हाम्रोहरूले के दुःख गर्छ हेर्नुहोस् यहाँ बाजेले कति हेर्नु बसेर मिनी जुत्ता सिलाइरहेको हुन्छ कस्तो माया लाग्छ म त यहाँ कस्तो हाम्रो ट्राफिक खोलिएको छ हामी उताबाट गयो भने त्यहाँनिर जान्थे हो त्यहाँ जान्थे हामी अब अहिले हामी यतातिर पनि मार्केट आइपुगे दुईजना हिँड्दैछ बुङदुङ बुङदुङ हुँदै अब के खान्छु कसो गर्छु हो उसको सुरु भइहाल्छ है हामी चाहिँ जाँदैछु म चाहिँ एकैचोटि पर्दाकोपट्टि जानु पर्यो मोमो गल्लीको त्यहाँनिर अब सपिङ सुरु भयो नि मान्छेहरूको गल्लीको बिचबाट भएर चाहिँ जाँदैछु तर भुलिदिएँ मैले पनि खान्छस् मोमो ए म पनि त्यो मोमो गल्लीको बिचबाट जाँदैछु ल पर्दा हेर्नु साडी पनि रहेछ बहिनी बता लाइक द साडी टाइप अब हामी आउँदैछु यहीँ हो म यहाँ उयो हेर्नुको लागि होम्स यहाँनिर चाहिँ म पर्दा हेर्नु आएको बहिनी आज भिड रहेछ देखिस् बहिनी यहीँ भनेको पर्दा दूसरा वाला
महँगै लाग्यो मलाई त यहाँ। साथीहरू म चाहिँ पर्दाको अर्डर दिइराखेर फेरि नर्गुको कुर्ताको लागि निस्किए। हामी चाहिँ लाग्छ नर्गु चाहिँ 1899 रहेछ कि यसको दाम 19 नर्गु रिसाइरहेको छ। काम नर्गुले फाइनल भयो। अब हामी अर्को ठाउँमा छौँ। यहाँ आउनुहोस् ल, यो अङ्कलले मिलाइन्छ। यहाँ आउनुहोस् ल, अङ्कलले मिलाइन्छ भनेको। थ्याङ्क यू। लागि चाहिँ नि यस्तो रिसाको नर्गु हेर्नु न, अघिदेखिको हेर्नु त्यही काम भनेको नि त अघिदेखि। दुःख गर्छ। त्यस्तो भिडभाड त छैन, तर पनि मार्केट चाहिँ चलिरहेको छ। त्यस्तो सोभेरी चाहिँ भिडभाड छैन। भयो मामा खानुपर्छ। सो नर्गुले चाहिँ कुर्ता किनेको छ बिहाको लागि हो। अब उसलाई कुनै त अब मनपर्छ मन पर्दैन त्यो त म जान्दिनँ। पर्सि बिहामा कस्तो देख्छ तपाईँहरूलाई म देखाउँछु। मेरो त साडी भएकै छैन। फोन गर्दैछ बहिनीलाई। तँ एउटा डोसा, एउटा छोला भटुरा, एउटा मोमो, एउटा लस्सी मलाई। के खान्छस् है? लस्सी 2टा। नर्गु के खान्छौ? 3टा लस्सी। मलाई त ठिकै लाग्यो। त्यस्तो महँगो चाहिँ थिएन, ठिकै नै लाग्यो। अब सिलगढी आएपछि चाहिँ म ल्याङफ्याङ हुन्छु, चस्मा कता हो त्यस्तो हुन्छ मेरो चाहिँ। एकदम यहाँ ट्रायङ्गुलर सेपको कभर यो पुसाने ब्लू लानु कि पिङ्क लानु कि पर्दा। मलाई त वाइटै मनपर्छ पर्दा त, तर के गर्नु पर्दा वाइट त्यसैले बिग्रिन्छ। पर्दा फेरि आँखी वाइट ठिकै लाग्यो मलाई त हो। अब नर्गुलाई किनिदिइहालेँ। अब जानुपर्छ घर। अब आयो काम लस्सी यता चाहिँ नि एकछिन त्यो चार्जर लिन जानुपर्ने छ। खान्छ नर्गुलाई साह्रै गरम भएछ नि हौ। कता कपाल बनाइदिइहाल्छ स्याप्पा। लस्सी बेस्ट हो। आइसक्रिम चाहिँ डुबाइदिन्छु। गरमै छ यहाँ साथीहरू, गरमै छ। माथि पानी पर्दै होला। कसैकोबाट लुगा पनि बोकेर ल्याएको भए पनि हुन्थेछ सुकाउनु। गाडीको छप्परमा जुत्ता कस्तो मन पऱ्यो है। लाँदै हिल कम्फोर्टेबल थियो। मैले त्यस्तो कहिले लाग्दैन नि त। कसै पुऱ्यो पर्दामा त्यत्रो लाग्छ सोचेको थिएन होला नि त। होइन पर्दामा मैले ठिकै सोचेको थिएँ। जति सोचेको थिएँ नि त्यो ठिकै छ पर्दा। तर कुसान कभरहरूले त खायो नि त मजाले। कभर पनि त्यसै लग्यो नि त अहिले। त्यो राम्रो देख्छ नि त खासमा चाहिँ। रुममा चाहिँ राम्रो देख्छ। मैले त ब्राउन कलर देखेको त अँध्यारो कलर लगेको पर्दा तिमीहरूको है। आइरहनु देखेको छैन। ल
त्यही भएर थाहा भनेको पनि फोन देखा फेरि आउला त के भएर दाजुले खायो डोसा बहिनीले खायो के अरे छोला भटुरा हो डोसा मैले खाएँ मोमो मलाई त मोमै मनपर्छ यहाँको त पाउँछ अब यताबाट चाहिँ विधान मार्केटको ब्याक साइड हो यो त्यहाँनिर चाहिँ चोलोहरू पाउँछ रेडिमेड पात्रोले त्यहाँ आमालाई चोलो हेरिदिँदैछ झिलिमिली छ है साथीहरू झिलिमिली छ म चाहिँ यहाँ छु हो के किन्यौ लागेको अवस्था बनेर भुटुकै भएको किनभने सपिङ चाहिँ अब डरै थियो त्यही भएर कसै चाहिँ उसालाको भइरहेको छ गाडी पाइसके हामीले चाहिँ बोलेछ नि बहिनी यहाँ बोलेछ नर्गुला देखा अहिले सुतेर राख्छौँ त्यहाँ बनाउँछौँ नि घरमा सुतेको हामी चाहिँ खरसाङ आइपुगे नर्गु एक निन्द्रा पुरा र उठ्यो हामी खरसाङ आइपुगे भर्खर अहिले चाहिँ 6:30 भयो हो 7 बज्नु कुनै कति भयो ए बहिनी मामाजीमा नि सेल लागेको छ अरे जुत्ताहरूको हामी चाहिँ ओह्रालो गए घरतिर